केही षड्यन्त्र छ है, विचार गर्नुहोस्। हेलो विकास सर नमस्ते, म कुलबिरे बोलेँ। ल विकास सर म लागेँ है। कुलबिरे अब म त्यो नेताको पछि आएर खाएँ के रे। तपाईँ भनेको हाम्रो गाउँको लागि भगवान रहेछ। मलाई माफ गर्नु होला सर, जानिनँ। ठिकै छ, अब के भनौँ त मैले फेरि। अब केही भन्न पर्दैन सर, मैले त्यो स्कुलमा हजुर नै चाहिन्छ भनिकन राजीनामा दिइसकेको छु। बरु हजुर अब आउने काम गर्नुहोस्। फेरि त्यही एक बोतल रक्सी बेच्ने त होला नि। अब त्यस्तो हुन्न सर, मैले त्यो रक्सी नै छोडिदिएँ नि। अनि भाउजूलाई सन्चै होला के रे? मेरो त सब बर्बाद भयो नि। अब के कुरा गर्नु चाहन्छु? मेरी बुढी क्या सर, त्यो गोरेसित मरिछ का? ए हो र, गाउँमै छन् तिनीहरू त्यसो भए? हेर्नुहोस् त विकास सर, अब आफ्नै बुढीलाई अर्का बुढी भन्न पर्यो। थुक्क मेरो कर्मका सर, कर्म। ओहो, अब गल्ती मेरै हो सर। मैले माया दिएर राखेको भए, शङ्का नगरेको भए त्यति धेरै जान्थिनँ होला के रे। के भनौँ, मैले जानी गएँ लानी गएँ, मैले केही भन्न सकेको छैन सर। त्यो नेताको झोली बन्दा घर पनि बिग्रियो, गाउँ पनि बिग्रियो सर। कसैले गतिलो मान्दैनन्, बेकार भयो सर। त्यो कुलबिरीले मलाई चिनेकी रहन्छ, च्याप्पा छाती यहाँ साथेर स्वात्त उडाइदियो कि। त्यो अपमान सहन नसकेर म 10 किलो घटिसकेँ। आज त्यसलाई छोड्नै हुन्न है केटा। अरे चिन्ता नगर्नुहोस् न नेताजी, त्यसलाई त मैले त चटनी पिसे चाहिँ पिसिदिन्छु। बरु कत्रो क्षति हो। ए जत्रो भए पनि मैले च्यापा साँधेर सट्टा फालिदिइहाल्छु नि। नेताजीको लागि त हामी छातीमा गोली थाप्न त तयार छौँ नि। यही त, ल जाम। ल जाउँ। हेर्नुहोस् विकास सर, आफ्नो त जन्मभूमि हो नि, मेरो लागि प्राणभन्दा प्यारो छ त्यो खोटे। फर्किन्छु। अब खोटे तपाईँको लागि जन्मभूमि, मेरो लागि कर्मभूमि। अब यसरी बन्दुक बोकेर हिँड्न पनि भएन। अब मलाई भोलि अप्ठ्यारो पर्यो भने त्यो नेताले पनि बचाउने कुरो हुन्न। मसँग बन्दुक छ भन्ने कुरो निकुञ्जले थाहा पायो भने मलाई त मार्छ। बरु यो बन्दुक अब यतै जङ्गलतिर फालिदिनु पर्छ कि अब। ए नेताजी, के को जी हो यसलाई भन्न पर्ने? के पुगेन र अझ यो गाउँको लाग्दैछस्? को ल्याछ यो भरौटीहरू? ए कुलबिरी कुकुर, तेरै बोक्छस्? जौन थालमा खाइस् उही थालमा थुक्छस्? म होइन, त नबुक। ए भुलिस मेरो अगाडि पछाडि कुकुर चाहिँ डुलेको र खाएको भुलिस? ए गर्त नबोल। हाम्रो खुन पसिना चुसेर तैँले करोडौँ भ्रष्टाचार गरिस्, विकास गर्छु भनेर गरिस्। करोडौँ भ्रष्टाचार गर्ने साला भ्रष्टाचारी किन आछस् यहाँ त? साला अहिले आएर एक बोतल रक्सी भिसा पर्छ या जाँठालाई बन्दुकले ड्याम्मै छाती हानेर लडिदिउँ ल फेरि। उही दिन लडाउनु पर्ने चेला। ए मेरो जुत्ताको तौलुवा चाट्ने जङ्गली साला, ठुलो नभई नभोक धेरै। किन ठुलो बहस? पावर देखे छैनस्? कति छ नेताको पावर भन्ने थाहा छैन तँलाई? मैले चाहेँ भने तेरो शरीरलाई टुक्रा टुक्रा पारेर जङ्गलमा छोडिदिन सक्छु। के सोचेछस्? जाँदै भनिस्।
कङ्गाल भ्रष्टाचारी नेताले गर्दा न हाम्रो गाउँ बन्छ न देश बन्छ, पुरा कङ्गाल बनेको छ। ए फोन पुलिसलाई फोन। ए ल छिटो ल ल त जस्ता नेताका खोलोडेका भ्रष्टाचारी पिचासलाई यसै गरी 70 नबनाएसम्म न गाउँ बन्ला न देश बन्ला। राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी गरेर भागिरहेको थिइस्, आज यति ठुलो नेतालाई मारिस्, सकिस् भाइ। अब त असै साहब, म सकिएर कुनै फरक पर्नेवाला छैन, तर यस्ता भ्रष्टाचारीहरू सकिए भने बल्ल फरक पर्छ त्यसमा। अरू हामीलाई थाहा छैन, तँ जस्तो अपराधीलाई कानुनको कठघराभित्र उभाउने नेपाल प्रहरीको कर्तव्य हो, बुझिस्? मान्छे मारेर अझै ठुलो कुरा गर्छस् एकैटा समय। देख्नुभयो नि, यस्ता नेताका खोलोडेका अपराधीलाई मार्दा कानुन लाग्छ यहाँ, तर देश खोक्रो बनाउनेहरूलाई कानुन छैन। अब यसलाई शहीद घोषणा गर्न पनि बेर लाउन्न। मैले त मेरो काम गरिसकेको छु, अब तपाईँहरूले पनि आफ्नो ठाउँबाट आफ्नो गाउँबाट यस्ता अपराधी नेताहरूलाई भ्रष्टाचारीहरूलाई सफाइ गर्ने एउटा अभियान चाल्नुहोस्। बल्ल हाम्रो गाउँले देशले मुहार फेर्नेछ। ल असै साहब आउनुहोस्। बिजुली न छ, शिक्षा न छ, मोटर बाटो आउँछ भन्दै सरकारले